सबैजनालाई नमस्कार र फेरि पनि यो मेरो फोर्थ भिडियोमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु र मैले विशेष गरी आजको मूल मुख्य भिडियो गर्नुको कारण चाहिँ तपाईहरुलाई म अहिले विस्तारै जानकारी गराउन चाहन्छु र मैले थर्ड भिडियोमा मैले भनेको थिएँ र अस्ति कतिवटा मलको कारणले गर्दा मरेको थियो र त्यसलाई चाहिँ मैले एक्सचेन्ज थर्ड भिडियोमा एक्सचेन्ज गरेको थिएँ र एक्सचेन्ज गर्दा पनि यतिको अब अहिले सुट हुँदै रहेछ र अहिले फिलहाल चाहिँ अब धेरै लामो अन्तरालको भिडियोमा तपाईहरुलाई यो जानकारी गराउन चाहन्छु कि यो मैले अलिकति अब यो हुनु त अब एक्सपेरिमेन्ट मात्रै हो र के गल्ती गरेँ भन्दा चाहिँ यसको हाइट जुन चाहिँ यो तपाईले देख्नु भइरहेछ मैले थाङ्रा लगाएको यसको हाइट चाहिँ लगभग 2 फिटहरु मात्रै मैले लगाएको थिएँ तर मलाई जहाँसम्म लाग्छ यसलाई चाहिँ हामीले 4 फिट चाहिँ दिनै पर्ने रहेछ 4 फिटदेखि 4.5 सम्म किनभनेदेखिलाई यहाँ हेर्नुस् यहाँदेखि यो हाइट यो थाङ्रादेखि माथि गएर यो त यहाँ बाँधिन्छ तर यहाँदेखि अझै माथि गएर निकै यो चाहिँ के हुँदो रहेछ भन्दा चाहिँ भाग्ने चान्सेस हुँदो रहेछ पुरै लोडले गर्दा यिनीहरूको आफ्नो लोडले यहाँ हेर्नुहोस् न र मजाले लोड भएछ अन्त हाइट यो बाँध्नु नपाएको कारणले गर्दा यहाँनिर भाँचेको छ फुटेर र यहाँ हेर्नुहोस् यहाँनिर निकै नै हाइट मैले यो 2 फिट चाहिँ र यसको 4.5 हुँदा चाहिँ यहाँनिर तपाईँको कस्तो भाँचेको छ यहाँनिर फेकिहालेँ यहाँनिर हेर्नुहोस् त निकै हाइट भएर लोड थाम्नु आफ्नै लोड थाम्नु नसकेर चाहिँ यहाँ भाँचेको मैले देखेँ र अर्को गल्ती चाहिँ के थियो भने मेरो यहाँ हेर्नुहोस् मैले लगभग 1.5 फिटको ग्याप राखेको थिएँ र यसमा पनि अलिकति यो पानीको अब त्यो कल खोल्नुको लागि चाहिँ अलिकति हुने रहेछ तपाईँको ग्यापबाट हिँड्नु त चाहिँ अलिकति दग्दी हुने रहेछ यसरी यो हिँड्दा यो हिँड्दा जिउले नै यो चाहिँ भाँचेको र यसलाई पनि हामीले ध्यानमा राख्नुपर्ने रहेछ यो 2.5 को ग्याप जस्तै गरेर यसरी अब हिँडेपछि हामीले नै यो लडाउँदो रहेछ भाँच्दै पनि रहेछ आफै भाँच्दो रहेछ यो किनभने कमजोर हुन्छ यिनीहरू र आजको भिडियोलाई म यतिमा राख्दै कतिवटा एक्सचेन्ज गरेको थिएँ त्यो हुँदैछ र हेर्नुहोस् त हाइट यो माथि आइगइसक्यो तर यो यसले चाहिँ भेटेको यो अझै यसलाई चाहिँ माथि थाङ्रा दिनुपर्ने स्थिति रहेछ र यति भन्दै मेरो आजको भिडियोलाई यहीँ समाप्त गर्न चाहन्छु धन्यवाद।